यलो लाकुली चंगु पाटन संग्रहालय न थगुनी पेदया वार्षिकोत्सव हंगुदु पाटन संग्रहालय न यलया मंगले सोमबाछगु ज्याजो याना थगुनी पेदया वार्षिकोत्सव हंगुखा पाटन संग्रहालय विकास समिति अध्यक्षलिसे संस्कृति सम्पदा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव यादव प्रसाद कोइराला नाय सिजुगु ज्याजोले पाटन संग्रहालय पेंगुगु संस्करण या जर्नल याना पितबोज्या यागुखा पाटन संग्रहालयको चर्चा गर्ने हो भने दक्षिण एसियामै सबैभन्दा महत्त्वपूर्ण संग्रहालयको रूपमा यसलाई चाहिँ गणना गरिन्छ। यहाँ जीवन्त संग्रहालयको रूपमा चाहिँ यहाँ रहेका छन् हरेक मूर्तिहरू, हरेक कलाहरू। त्यसले गर्दा हामी कहिलेकाहीँ भन्छौँ हाम्रा पूर्वजहरूले दिएका कुराहरू जुन कृतिबद्ध रूपमा आउँदैनन् तर मौखिक रूपमा आएका हुन्छन्, ती कुरालाई कार्यान्वयनमा उतार्ने बेलामा धेरै बिर्सिसकेका हुन्छ, हामीलाई थाहा हुँदैन, जानकारी हुँदैन। यी जानकारी नभएको कारणले गर्दा पनि धेरै कुराहरू हामीले परम्परादेखि आएका शैलीहरू बिर्सिँदै गएका छौँ। अघि यहाँ आयो ट्रान्जिबल र इन्ट्रान्जिबलका विषयको कुराहरू पनि आयो। हामीले देख्ने कुरा त धेरै छ, तर हामीसित रहेको अहिले ट्रान्जिबलको विषयमा चाहिँ हामीले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि मन्त्रालयले होमवर्क गरिरहेछ। ज्याचोले बागमय शताब्दी पुरुषले संस्कृतिविद सत्यमोहन जोशी बुदिया लस्ता पाटन संग्रहालय त पितुसे यलय कार्तिक प्याखाय बारे जानकारी ब्यादिल। पर्सि त्रयोदशीको दिन यहाँ राति मध्यरातमा ठिक रात पनि होइन दिन पनि होइन, त्यो मध्यरातमा भगवान् विष्णुको चतुर्थ अवतार नरसिंहको अवतार लिएर हिरण्यकशिपुलाई वध गर्ने त्यो नरसिंहको नाच जुन छ त्यो चाहिँ तपाईँको मध्यरातमा हुन्छ। वर्षको एकचोटि मात्रै हुन्छ र त्यसैको पूर्व सन्ध्यामा आज हामी यहाँ पाटन सङ्ग्रहालयको उसमा चोकमा यस नारायण चोकको यसमा भेला भइराखेका छौँ र पुरातत्व नेपालको पुरातत्व, नेपालको संस्कृति, नेपालको सम्पदाको रूपमा हामी कुराकानी गरिराखेका छौँ। ज्याचोले पाटन संग्रहालय सदुगु लोया महत्व जागु हल जलय अस्थायी बोज्याया सुरुवात न यागो खा पाटन संग्रहालय विकास समिति सदस्य सचिवले अधिकृत सुरेश लाखे पाटन संग्रहालय सदुगु लोया महत्व जागु हल जलय बारे जानकारी ब्यादिल। पाटन संग्रहालय 24औं वार्षिक उत्सवको अवसरमा हामीले आज लुम्बिनी बौद्ध विश्वविद्यालयको विद्यार्थीहरूको सहयोगमा उहाँहरूको इन्टर्नसिप गरिएको सानो स्टोन स्कल्पचर पाटन म्युजियम जुन यो हाम्रो पार्ट 2 मा देखिरहेको छौँ। फर्स्ट पार्टमा हामीले लास्ट टाइम हामीले फोटोग्राफ गरेको थियौँ नि, यसपालि हामीले स्टोन अब्जेक्ट छानेको छौँ र यो निरन्तर रूपमा हामीले क्रमशः गरिरहने छौँ। अथे ज्याचोले पाटन संग्रहालय विकास समिति उपाध्यक्ष दामोदर गौतम पाटन संग्रहालय यान्वैचुङ्गु ज्याखै बारे जानकारी ब्यादिल। जुन अहिले म्युजियोलोजी हो, संग्रहालय विज्ञानको सन्दर्भमा मिसुलियन भन्ने कन्सेप्ट छ। त्यो कन्सेप्टले पनि के भन्छ भनेपछि हाम्रा म्युजियममा सङ्ग्रहित भएका प्राकृतिक या सांस्कृतिक महत्त्वका वस्तुहरूको ती वातावरणलाई अक्षुण्ण राखेर हामीले अझ त्यसलाई हामीले टाइअप गरेर अगाडि लग्नुपर्छ। यो भन्नुको तात्पर्य के हो भने ती तत्त ठाउँमा भएका सांस्कृतिक सम्पदा, ती सम्पत्तिहरूको बारेमा जो ती समुदायहरूसित सम्बन्ध अथवा सन्दर्भ राख्दछन् ती विषयवस्तुको उजागर गर्न सजिलो, उनीहरूलाई अझ एकाउन्टेबल हुन सजिलो हुने अभिप्रायले यो नयाँ थिम अथवा मिसुलियन भन्ने कुरो मिजोलोजी विज्ञानको एउटा पाटोमा अहिले विश्वमा यसको अध्ययन अगाडि बढेको पनि म निवेदन गर्न चाहन्छु। त्यसै सन्दर्भमा पाटनले कम्युनिटीलाई पनि इन्भल्भ गराएर चाहिँ अगाडि बढेको छ। त्यो साह्रै सार्वजनिक छ। त्यो भोलिका दिनमा हामीले नेपालमा सङ्ग्रहालयको दिगो व्यवस्थापन, दिगो सञ्चालन र कम्युनिटीसँग आबद्ध गर्ने हो भने अन्य म्युजियमलाई पनि म्युजियम एन्ड कम्युनिटीको माध्यमबाट अथवा यसमा उनीहरूलाई समाहित गरेर हामी अगाडि बढाउने नितान्त आवश्यक भएको देखिन्छ। ज्याजोले पूर्व मन्त्री ऋद्धि बाबा प्रधान लगायत व्यक्तित्व तेगु उपस्थिति दुगो खा।